गुड इभिनिङ अल फ्रम विराटनगरको बिग होटलबाट है। आज चाहिँ कोशी प्रदेश लगानी सम्मेलनको वीरेन्द्र सभा गृहमा चाहिँ प्रोग्राम थियो। प्रोग्राम सकेर अहिले हामी डिनरको लागि यहाँनिर बिग होटलमा आएको छौँ। देख्न सक्नुहुन्छ विभिन्न मन्त्रीमण्डलदेखि लिएर नेपालको शीर्ष नेता, राजनीतिक दलका कार्यकर्तादेखि लिएर सबै यहाँनिर चाहिँ डिनर पार्टीमा जोइन हुँदै हुनुहुन्छ। हामी पनि अब केही बेरमा तल झरेर यहाँ डिनर गर्नुपर्ने हुन्छ। विराटनगरको भ्यू देख्न सक्नुहुन्छ तपाईँहरूले। यहाँ चाहिँ हामी चाहिँ यहाँनिर थोरै हाम्रो टेलिभिजनको सेटअप थियो यहाँभित्र, सो त्यो कामहरू गरिरहेको छौँ। अब केही छिनमा हामी पनि तल गएर खानपानको कार्यक्रम गर्छौँ। हाम्रो चाहिँ यहाँ क्रुहरूले काम गरिराख्नु भएको छ, देख्न सक्नुहुन्छ। काम पनि सकिसकेको छ, त्यस्तो धेरै काम थिएन धेरै। अनि अब हामी चाहिँ जानुपर्ने हुन्छ होटलतिर। अनि भोक त लागेको छैन, त्यही पनि खाइदिनु पर्ने हुन्छ। के छ थाकियो साथी, थाक्छ। अनि सबै यहाँनिर बसिरहेको छ। एउटा पोडियममा छ हाम्रो विशाल सर यहाँ हुनुहुन्छ, पूजा म्याम यहाँ हुनुहुन्छ, शरद सर यहाँ हुनुहुन्छ, कृष्ण सर उहाँ हुनुहुन्छ, अनि म यहाँ छु होइन। बिग होटलको भोलि प्रेजेन्टेसन है यहाँ। अनि बिग होटलमा चाहिँ प्रेजेन्टेसनको लागि चाहिँ यहाँनिर हामीले सेटअपहरू सकाइसकेको छौँ। काष्ठमण्डप टेलिभिजनले सेटअप गरिसकेको छ, यहाँनिर देख्न सक्नुहुन्छ। अब तल गएर हामी डिनर गर्नुपर्ने हुन्छ, त्यो तपाईँहरूलाई देखाउनेछु म है त। हामीले चाहिँ डिनर गऱ्यौँ। अघि मैले माथि डिनर गर्नु जाने भनेको थिएँ नि त। यहाँ सबै टिमहरू हुनुहुन्छ, विशाल सर, सरोज, पूजा म्याम, कृष्ण सर, खगेन्द्र सर, राज तामाङ, भूपेन्द्र श्रेष्ठ, अनि म यहाँ छु। अनि यहाँ चाहिँ हाम्रो खाना छ है। जसलाई जे मन लाग्छ त्यही खाइराख्नु भएको छ। मस्त खानुहोस्, स्वस्थ रहनुहोस्, धेरै चाहिँ नखानुहोस् है। हुन्छ हुन्छ गाइज, ओके। पानीको बोतल कति क्युट छ है, के छ देख्न सक्नुहुन्छ। हाम्रो भान्सा चाहिँ वहाँ पर छ है। उहाँदेखि जे खान मन छ त्यो उठाएर ल्याउने हो, यहाँ खाने हो। सरकारी गाडीहरू यहाँ क्युआर गर्ने खाने। अब सरकारी खाना हो खासमा, साँच्चीकै भन्नुपर्दा चाहिँ आज है। अनि म यहाँ छु। मन्त्रीमण्डलदेखि लिएर पिएमदेखि लिएर अरू को थिए, प्रदेशको मन्त्रीदेखि लिएर सबै हुनुहुन्छ यहाँ चाहिँ। सबैसँग बसेर खाना खाने मौका पाइयो। अब उही त अनि कुरा त लास्टमा होइन। त धन्यवाद सबैलाई।